विवादमा तानियो दुर्गेश र प्रियङ्काको मास्टरनी चलचित्रको गीत। डबल मिनिङ प्रति आपत्ति, गीत हटाउन माग। दुर्गेश थापा र प्रियङ्का कार्कीको नयाँ गीत मास्टरनी रिलिज भएदेखि नै विवादमा तानिएको छ। मंगलबार सार्वजनिक गीतले दुई अर्थ शब्द फैलाएको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले टिप्पणी गरिरहेका छन्। यो गीतलाई दुर्गेश आफैले लेखेका हुन् भने कम्पोज पनि उनकै हो। गीतभित्र प्रयोग गरिएका डबल मिनिङ नेपाली समाजका लागि अपाच्य हुने भन्दै केही व्यक्तिले कलाको नाममा बेथिति भएको बताएका छन्। गीत सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पनि दुर्गेश र प्रियङ्कालाई दुई अर्थी शब्दको प्रयोगबारे प्रश्न सोधिएको थियो। जवाफमा दुर्गेशले राम्रो दिमागले सुने राम्रै लाग्ने प्रतिक्रिया दिएका थिए। उनले भनेका थिए, तपाईको सुनाइ कस्तो छ भन्ने कुरा हो। डर्टी माइन्डले सुन्यो भने डर्टी नै सुनिन्छ, राम्रो माइन्डले सुन्यो भने राम्रो नै सुनिन्छ। तपाईले घर गएर 10 चोटि सुन्नु पर्ला। दुर्गेशले गणित भन्दा आफूलाई मजा नलागेकोले म्याथ शब्दको प्रयोग गरेको समेत बताएका छन्। भन्छन् इंग्लिश वर्ड पनि सुन्नुस् न तपाईले। इंग्लिशमा भन्या हो म्याथ भनेर कि गणित भन्नु पर्यो। गणित भन्दा मजा आएन के मलाई म्याथ भन्दा मजा आयो। गीतले युट्युबमा प्राप्त गरेको 2600 भन्दा धेरै कमेन्टमा डबल मिनिङ शब्दावली प्रति आपत्ति जनाइएको छ। कतिपयले मास्टरनी जस्तो मर्यादित पेसालाई लिएर यो गीत नसुहाएको भन्दै टिप्पणी गरेका छन्। सञ्चारकर्मी तथा फिल्म निर्देशक प्रकाश रायमीले सामाजिक सञ्जालबाटै गीतलाई लिएर आपत्ति जनाएका छन्। उनी लेख्छन्, अभिनेत्री प्रियङ्काको गीतको शब्दलाई लिएर जुन विवाद उठाइएका छन् त्यसप्रति मेरो कुनै गुनासो छैन। प्रियङ्काका माता पिता वा सासू वा पूर्व ससुरा, वर्तमान ससुरा कसैलाई पनि आपत्ति छैन। उनीहरूले त्यो भद्दा कला पचाएका छन् भने उनका परिवार बाहिरकाले पनि पचाउन सक्नु पर्यो। युट्युब बाहेक सामाजिक सञ्जालमा पनि गीतले दिने शिक्षा र नैतिकता बारे प्रयोगकर्ता प्रश्न गरिरहेका छन्। तपाईले युट्युबको कमेन्ट सेक्सन र गीतबारे सामाजिक सञ्जालमा लेखिएको टिप्पणीलाई पछ्याउन सक्नुहुन्छ, जहाँ गीतलाई लिएर चर्को बहस र विवाद निम्तिएको देखिन्छ। वास्तवमा यो गीत प्रियङ्काले निर्माण गरेको आगामी फिल्म मास्टरनीको प्रवर्धन गीत हो। फिल्ममा भने यो गीत समावेश छैन। फिल्मको प्रचारका लागि दुर्गेशले उपहार भन्दै यो गीत प्रियङ्कालाई दिएका हुन्। उक्त फिल्मको प्रचार प्रसारमा पनि दुर्गेश हिँड्ने भएका छन् र उनले साङ्गीतिक प्रस्तुति पनि दिनेछन्। बहुचर्चित दुश्मन हेरेको हेरै पनि दुर्गेश र प्रियङ्काको यो दोस्रो साङ्गीतिक सहकार्य हो। नेपाल शिक्षक महासङ्घले मास्टरनी चलचित्रको गीत हटाउन माग गरेको छ। मास्टरनी चलचित्रको प्रमोसन गीतप्रति ध्यानाकर्षण भएको जनाउँदै महासङ्घले महिला शिक्षक प्रति लक्षित शब्द अमर्यादित भएको ठहर गरेको छ। उक्त गीतले शिक्षक र शिक्षण पेसाप्रति गम्भीर प्रहार गरेको महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुला बहादुर थापाले विज्ञप्ति मार्फत जनाएका छन्। उक्त गीतलाई तुरुन्त बन्द गर्न र चलचित्रमा प्रयोग नगर्न महासङ्घले निर्माण पक्षलाई चेतावनी दिएको छ।